यसो ल गर्दैन हुन्छ तपाईले त पछाडि बस्ने किन पाडे चाहियो हैन उहाँलाई मात्र भनेको यो वर्ष यो नयाँ वर्षको नयाँ साल चाहिँ नयाँ सरप्राइजको साथ खुल्यो। यो सरप्राइज चाहिँ बिल्कुलै मेरो लागि एकदमै नयाँ अनि नौलो एकदमै मन पर्यो। तर मलाई स्विमिङ नआउने भएकोले मजा लुट्न चाहिँ पाइन। अनि यो मेरो नयाँ सालको प्रतिबद्धता चाहिँ अब म स्विमिङ जसरी पनि सिक्छु भन्ने भएको छ, किनभने मैले यो सरप्राइज मजाले इन्जोय गर्नै पाइनँ क्या। धेरै धेरै धन्यवाद सुभाष भाइ अनि सम्पूर्ण टिमलाई, सबैलाई ह्याप्पी न्यू इयर। बाँकी भिडियो म अरू अपलोड गर्दै जानेछु। आजलाई यति नै। चिच्याउँदा रमाइलोको कारणले मेरो गला पनि बसेको छ। धेरै नै म खुसी छु नयाँ वर्षको सुरुवात।